1 घण्टा चपाएर निलेसी काम गर्ने मासु हालेको थियो के भित्र हेलो गाइस नमस्ते वेलकम टु माई मिस्टर सबिन सुनार युट्युब च्यानल तपाईहरुलाई स्वागत छ। आज म धेरै दिनपछि ब्लग बनाउँदैछु गाइस र आज हामी चाहिँ कस्तो किसिमको ब्लग बनाउन जाँदैछु भन्दाखेरि आज हाम्रो स्पेशल पार्टी हुँदैछ गाइस। अनि आज हाम्रो कार्यक्रम चाहिँ के छ भन्दाखेरि राँगोको मासु र अनि कोदोको ढेँडो प्लस हामी सबै हामी एकदम बवाल आइटम हुँदैछ गाइस हैन। कस्तो हुन्छ गाइस अनि पुरै हेर्नु होला। हामी जाँदैछौँ गाइस हामी के भन्नुपर्ने थियो मेरो च्यानल चाहिँ फाइनली मोनेटाइज भइसक्यो गाइस हैन। भिडियोहरु हेरेर अब पैसा आयो भने युट्युबबाट आएको पैसा पनि म भिडियो गरेर देखाउँछु गाइस हैन। मेरो सब्स्क्राइबरहरु यहाँ हिँडिरहेको छ बाटोतिर यहाँ हैन। यस्तो भन्दिरा र अनि अब चाहिँ हामी स्कुलतिर आइसक्यौँ गाइस। मैले मेरो असिस्टेन्ट पनि राखिदिएको छु कि मैले क्यामेराम्यान असिस्टेन्ट पनि राखिदिएको छु कि मैले क्यामेराम्यान हैन। म क्यामेरा छ भने अहिले भ्लगमा चाहिँ अनि क्यामेराम्यान पनि राखिदिएको छु गाइस। अनि हाम्रो क्यामेराम्यान देखिरहनु भएको च्यानल मोनेटाइज भएर मलाई सेलरी दिने रे महिनाको 5 रुपैयाँ 25,000 चुइगा खानालाई दिन्छु है। चुइगा खानालाई दिन्छु है 25,000 दिने भने पैसा आएन भने मैले फाइनली गाइस। अनि मैले चाहिँ धेरै भइसकेको थियो गाइस भिडियो भ्लग नगरेको। हामी पढेको स्कुल यही हो श्री दिव्य ज्योति राष्ट्रिय प्राथमिक विद्यालय। म चाहिँ यहाँ पढेको होइन गाइस। अनि म चाहिँ उहाँ त पढाएन 3 कक्षा पढायो जम्मा त्यो कुरा नगर्दा नि हुन्छ। राक्सिराङ गाउँपालिकामा पढेको हो 10 वर्ष अगाडि 5 कक्षा पास गरेर विनर भएर निस्केको गाइस। बल खेलौँ न एकछिन पुगिरा यार फर्स्ट टाइम पुग्दिरा त्यो पुग्छ के त्यो त्यही भएर त त्यो उसो नि। लेट्स गो गाइस। हेलो एभ्रिवान आज चाहिँ हामी खै स्ट्यान्ड ए ल र हामी फाइनली गाइस दुईटा असिस्टेन्ट रुको जरा सबर करो बोला धक्का बुक्की नहीं करने का। दुईटा बोल्ने नाम किन बोल्नु अर्टिस्ट्यान्ट हामी अर्टिस्ट्यान्ट यहाँ हाम्रो बोस दुईटा असिस्टेन्ट छ मेरो क्यामेराम्यानहरू। क्यामेरामा मैले दुईटा असिस्टेन्ट राखेको छु। एउटा यतातिर साइकलमा हिँड्दैछ गाइस यता छ होइन एउटा मेरो एउटा उहाँ भइहाल्यो। अनि म चाहिँ के भन्छ ओनर युट्युबको ओनर हो अनि ल भाइ लोग सक्यो आजको भ्लग। अरे भाइ फाइनली गाइस आज नि हामी भिडियोको क्रममा अनि हामी 3 जना यताबाट हामी ड्युटीतिर अब हिँड्दैछौँ गाइस अनि पुग्दैछौँ। आज हामी भिडियो सुट गर्ने ठाउँ हामी जाँदैछौँ। आज हाम्रो भिडियो चाहिँ फाइनली ढिला भयो केही छैन। आजको हाम्रो स्टार्टमेन्ट नै यही हामीले राखेका थियौँ र अब हामी जाँदैछौँ। हाम्रो टिम एकजुट भइसकेका छौँ गाइस फाइनली। अनि हाम्रो सबिन मजाकोटी हुनुहुन्छ उहाँ हेलो युट्युब के भन्छ तपाईँलाई होइन केही भन्दैन होइन मलाई केही फाइनली गाइस आज हामी अनि फेरि हामी यहाँ भिडियो सुट गर्ने घरमा हामी पुगिसकेका छौँ गाइस। अनि साँच्चै नै यो मान्छे चाहिँ कस्तो हिरो देखिरहेको छ क्या आज यो कपडाले गर्दा होला है। अनि हामी चाहिँ यो घरमा हो भिडियो गर्ने। हाम्रो भान्जीहरू नै यहाँ हुनुहुँदो रहेछ। सब्सक्राइब चाहिँ गर्नुभएको छैन होला हेलो मात्रै त होला नि। सब्सक्राइब चाहिँ गर्नुभएको छैन होला हेलो मात्रै त होला नि। हाम्रो चाहिँ यही हो भिडियोको लोकेसन। हाम्रो भिडियो गर्ने ठाउँ यही हो र आजको भिडियो चाहिँ रहेको छ राँगोको मासु र ढेँडो खाने। कहाँ यो त मेरो भिडियोमा हाल्ने हो नि त भन्न परेन नि त। मैले अहिले त हाल्दिनँ नि त भिडियो हालेपछि मात्रै हाल्ने हो नि त है। र मेरो च्यानलमा चाहिँ आउँदैन फाइनली त्यो चाहिँ नेपाल टेस्टमा आउँछ। यो चाहिँ मैले भ्लग गरिरहेको हो गाइस।
बवाल हुनेवाला छ बाहिरको मान्छेहरुको हो अनि हाम्रो भिडियो कन्टेन्टले अनि तिमीहरुले पैसा दिन्छ भनेर बनाएको थियो दुईटा असिस्टेन्ट हैन असिस्टेन्टहरु चाहिँ उहाँ हुनुहुन्छ अहिले उहाँहरुले गरेको क्यामेरा चाहिँ राम्रो अलि आएन अनि त्यही भएर म आफैले गरिरहेको छु गाइस सिनको छ यो बेकार छ यो पैसा दिएर राखेकोहरुलाई यो हटाइदिनु पर्छ अब देखि हैन नेपाली भन्दा हैन 3 कक्षा पढ्यो नि देख्नु होला नि मलाई कति पढ्या छ भन्ने कुरो त तपाईले अनुहारबाटै थाहा होला नि हैन देख्नु होला नि मलाई कति पढ्या छ भन्ने कुरो त तपाईले अनुहारबाटै थाहा होला नि हैन तू समझा हां नहीं तू समझा नहीं हैन हैन दाइ ल ठीक छ यतिको नि भएन भने चाहिँ अनि भिडियो खासै चल्ला जस्तो लागेन अगर गर्नुपर्छ 1 घण्टा चपाएर निलेसी काम गर्ने मासु हालेको थियो कि भित्र I mean, it's the honey girl. What? Is the honey